हेलो एभ्रिवान, गुड मर्निङ। सबैजना सन्चै हुनुहुन्छ होला? हामी पनि एकदमै सन्चै छौँ। आज चाहिँ हामी बिहान बिहान मर्निङ वाक सँगसँगै हाम्रो सङ्गीता बस्नेतको बर्थडे पनि हो नि त। अनि दिउँसो चाहिँ हाम्रो सङ्गीता भाउजू यहाँ अर्को सङ्गीता चाहिँ झापा जाने भएकोले गर्दाखेरि बिहानै सरप्राइज दिने भएर अनि हामीले चाहिँ बिहान मर्निङ वाक जाँदा जाँदै सरप्राइज दिने भनेर हामी एकदम प्लान गरेको छौँ। अनि अगाडि 2-3जना गएर चाहिँ केक अनि के कसो गिफ्टहरू लगेर गइसकिसक्यो। अनि हामी चाहिँ उसँगै जाने क्या। अनि के नर्मली गएर अनि उसलाई सरप्राइज दिने प्लान गरेको छौँ। साथीहरू हेर्दै गर्नु होला। बाई गर। हेलो, हामी चाहिँ बिहान बिहानै जोर जस्तो यसरी भागेर आउनु परेको छ। सरप्राइज दिन पनि गाह्रो रहेछ है। 4 बजीदेखि निन्द्राले छोडेको यस्तो हुँदो रहेछ। ल हामी यहाँ आएर लुक्न आउँदैछौँ। केक निकालेर अब हामी सरप्राइज गर्छौँ। 2जना चाहिँ सँगै आउँदै हुनुहुन्छ मर्निङ वाक जाने भनेर। Happy birthday to you. 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 Happy birthday, dear you. Happy birthday to you. साथीहरू हामीलाई चाहिँ फोटो खिच्नेहरू सबै गरिसक्यौँ होइन। फोटो त खिच्नै पर्यो नि हल्का। हाम्रो अब म केक काट्छु। बर्थडे गर्ल 1 वर्ष बुढी हुनुभएकोमा धेरै धेरै बधाई छ। बर्थडे मात्रै भन्न बुढी हुनु भएन भने बर्थडे मात्रै भन्न बुढी हुनु भएन भने भन्नु न हो सुटे भनेर सुटे। Birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. तपाईँलाई चाहिँ म सानो पुरस्कार दिन चाहन्छु होइन। तपाईँलाई आजको तपाईँको बर्थडे सरप्राइज कस्तो लाग्यो? मलाई एकदम खुसी लाग्यो। अनएक्सपेक्टेड अहिलेसम्म कसैले सरप्राइजै दिएको थिएन। बुढाले गरिदिएको थिएन। पर्खिनुहोस् ल अब गएर। त्यस्तो राम्रो लाग्यो। त्यही भएर जीवनमा साथी बनाउनु कति के रहेछ भने इम्पोर्टेन्ट हो। भन्न खोजेको एकदमै इम्पोर्टेन्ट छ। अझ तिमीहरू जस्तो साथी पाउनु चाहिँ एकदम रमाइलो हुँदो रहेछ। यस्तै सरप्राइज अब भाग्यमानीले मात्रै पाउँदो रहेछ। म त यही भएर ठुलो निधार भएको कसको नाक ठुलो भयो यसो साथी भन्दा? कसको नाक ठुलो भयो? कसको नाक भिडियो हुन्छ त भाउजू? ओए इमोसनल हुनु न, हाम्रो भिडियो भाइरल हुन्छ क्या। रुनु त एकचोटि। बर्थडे गर्दा रुनु मिल्दैन। यस्तो छ होइन सरप्राइज। ए रुनुहुन्छ कि भनेको अनुहार कस्तो कस्तो बनाउनु हुँदै थियो भर त रुनै भएन। म रुको भए त म यस्तो धुलाइन्थेँ क्या। त्यस्तो धुलाइन्छ भने पुरा सपना छ साथीहरू। रुइनन् क्या। रुन्दै एकचोटि अझै पनि हुन्छ। मैले एडिट गरेर बनाउँछु। जन्मेको दिन त यस्तै रुको थियो होला। साथीहरू थाहा पाइसक्नु भने हाम्रो रुवाई चाहिँ यस्तै हो होइन। त्यस्तै इन्टरटेनमेन्ट ग्रुप भनेको होइन क्या। हामी रुनै आउँदैन। हामी सबैलाई हँसाउने मात्रै हो किन भन त। सो साथीहरू हामीलाई चाहिँ सबै सकिङ है। अब चाहिँ हामी बाई बाई गर्छौँ ल। हाम्रो लामो हुन्छ नि। बाई गरिदेऊ। Once more happy birthday to you. इङ्ग्लिस बोल्दै गयो अलिकति ल। बाई बाई।